आसनहरूको लागि म हार्दिक अनुरोध गर्छु। अब चाहिँ यहाँको आफआफ्नो यो शपथको संयोजक आजको यस कार्यक्रमका अध्यक्ष बालकृष्ण शर्माज्यूले यहाँलाई हस्ताक्षर लिएर हामीलाई जिताउनु पर्छ। बुझाइदिनुहोला। अब चाहिँ कुनै पनि संस्थामा कार्यरत हुँदा संस्थाप्रति जवाबदेही सरसफाई समितिको निर्विरोध निर्वाचन विश्वास गरी समितिको जिम्मेवारी लिने सम्पूर्ण उपभोक्ता संस्थाप्रति इमानदार रहनेछु। नेपालको संविधान उपभोक्ता समितिको विधान र संचालन कार्यविधिको पालना गर्दै खानेपानी र सरसफाइको उद्देश्य प्राप्तिका लागि प्रतिबद्ध रहनेछु। खानेपानी आयोजनाको निर्माणमा एक मर्मत सम्हारमा कुनै पनि लापरवाही नगरी इमानदारीपूर्वक आफ्नो पदीय जिम्मेवारी पूरा गर्नेछु। समितिको आर्थिक क्रियाकलापमा पूर्ण पारदर्शिता र हितग्राहीता कायम गर्नेछु र भ्रष्टाचारजन्य कार्य गर्ने वा गराउने छैन। उपभोक्ताहरूको हितका लागि काम गर्नेछु र सबै उपभोक्ताहरूसँग समतामूलक व्यवहार गर्नेछु। म संस्थाको आन्तरिक गोपनीयता कायम राख्नेछु। सुमन राष्ट्रपति सदस्य संजीव कुमार गिरे, महिला सदस्य रीता राणा, सदस्य कुंती ओली, अब सदस्य प्रसाद पाठक, अर्का सदस्य युवराज पाठक, सदस्य अमर बहादुर,
आएर व्यक्तिहरूलाई यता फर्क्यो अब निवर्तमान कोषाध्यक्षज्यूले समितिको खाताबाट घर हिसाब के छ दियो? जानकारी गराउँछु। जेसी सामानहरू निम्न प्रकारका छन्। कृषि, 7 थान खुला कृषि, 3 थान टेबुल, 1 थान कम्प्युटर, 1 थान लाइनको पावर कन्ट्रोल, 1 थान प्रिन्टर, 1 थान एक्सर, 1 थान रजिस्टर, 11 थान रजिस्टर, 11 थान कोकाई, 19,95,564 यो चाहिँ सामुदायिक चाहिँ यो खर्च वर्षको हिसाबले जाने अनि 1 थान यो चेक अनि 1 थान यो पेन ड्राइभ अनि 1 थान यो भरपाई बुझाए यहाँको कार्यकाल सफल रहोस्, सुखमय रहोस्। यहाँले चाहिँ आम उपभोक्तालाई राम्रोसँग खानेपानीको सुविधा चाहिँ प्रदान गर्नुहुनेछ र हर हिसाबको बारेमा पनि पारदर्शिता गर्नुहुनेछ भन्ने कुरा राख्दै यो कार्य समितिलाई फेरि पनि बधाई तथा शुभकामना ज्ञापन गर्दै म पनि यहाँबाट बिदा हुने चाहन्छु। धन्यवाद।